हजुरहरू सबैलाई नमस्कार। म आज तपाईहरूलाई दिक्तेलमा हुन गइरहेको बृहत दौड प्रतियोगितातिर लाँदैछु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब लागौँ दिक्तेलको बेस क्याम्पमा हुन गइरहेको कार्यक्रमतर्फ। आज हुन गइरहेको रनिङ कम्पिटिसनका दावेदारहरू है, यहाँ सुयोग श्रेष्ठ आयो। रोनाल्डो लेखेको रहेछ यार, 7 नम्बर। आज दिक्तेलमा निकै चहल पहल छ यो दौड प्रतियोगिताले गर्दाखेरि। एकदमै ल चहल पहल एकदम सुरु भइसकेछ दौड प्रतियोगिताको। ल पुरै चहल पहल सुरु भइसकेछ आज। पनि आउनु भएको छ है। भाइ चाहिँ कति उमेर समूहमा कुद्ने? 11 हो। ल है सरहरू, ल है सँगै पढेको साथी त ल कुद्न अगाडि चाहिँ उहाँमा हुँदैछ है। यहाँ चाहिँ नि हाम्रो गोपाल सरले गराउँदै हुनुहुन्छ। कुद्न अगाडिको उहाँमा
किलोमिटरको रनिङ सुरु हुन आँटेको छ है 10 र 21 सुरु हुनै आँटेको छ है अब अभियन्ता र शिक्षा अभियन्ता सूर्य बहादुर राईलाई अतिथि भाषण गर्न दिइदिनु हुन म विनम्र अनुरोध गर्दछु र हाम्रो साथीहरूलाई खादा र ब्याज वितरण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। बीचमा डिस्टर्ब भएकोले म फेरि पनि 7 किलोमिटर महिलाहरूको 12 देखि 15 वर्ष बालिकाहरूको भन्न गइरहेको छु। अर्को स्थान ल्याउन सफल मिस विनिता राई प्लिज आफ्नो पुरस्कार लिइदिनु हुन आइदिनु हुन पनि विनम्र। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। थप हौसलाको लागि भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।